आलिया घुन लागिसक्यो हामी यहीँ पाक्न लागिसक्यो अमिलिया आलिया आउँदैछ हामी अहिले चैतको कति गते आज 23 गते 24 गतेको दिन 22 गतेको दिन चाहिँ हामी हिँडेको अहिले चाहिँ यतातिर 36-37 डिग्री रहेछ लास गर्मी छ घाम लाग्छ guys, this is Amelia. 0 kilometer. We are fucking here, Amelia. अब कोलपुर चाहिँ 74 किलोमिटर देखाएको छ खै अमेलिया चाहिँ खासै यस्तो अलि भनौँ न एउटा हेर्ने खालको चाहिँ खासै देखिँदैन प्रहरी दाइले पानी छर्किँदै हुनुहुन्छ प्रहरी दाइलाई राम्रोसँग छर्किँदै गर्नुहोस् तपाईँ हाम्रो त्यही छ गइहाल्यो नि गाई यार बाँकी त राष्ट्रिय त देखाउनै पाएन अब यही हो ठाउँ चाहिँ अब आफै यसो मिलाउनु हामी यो बाँकेको राष्ट्रिय निकुञ्जमा आइपुगेका छौँ यही बाटोमा होइन बाघदेखि नि बर्दिया राष्ट्रिय निकुञ्ज चाहिँ हाडी स्टार्ट रहेछ होइन बाँके बर्दिया यो बाँकेको बाटोमा राष्ट्रिय निकुञ्जको बाटोमा अब अहिले हामी चाहिँ निकुञ्जभित्र छौँ हन्डिङको लागि हिँडेको हामी हन्डिङ गाइजहरू बाघसँग यस्तो सेल्फी अङ्गालो हालेर सेल्फी खिचेको भिडियो आउँछ चुप्प चुप्प किस गरेको नि आउँछ एकदम भिडियो चाहिँ अगाडि जाति हेर्न पाइयो है यु आर सो लक्की गाइस एकचोटि घुमाएर फेरि रिटर्न ब्याक आइदिउँ न ल गाइस हामी कोलपुर आइपुग्यौँ होइन जसो तसो गरेर अब त निकुञ्जमा चाहिँ के अरे निकुञ्जमा बाँके निकुञ्ज कटेर अब बर्दियाबाट हान्ने हो ड्यु गर्ने हो खासै कुदाउन दिएन त्यही भएर हामी हल्का ढिलो आइपुग्यो जे भने हामी आइपुग्यौँ त्यही खुसी छ बर्दियामा हाम्रो स्वागतको लागि टाइगरहरू बसिरहेको छ अरे यो गाडी नि बर्दिया जान्छ भन्दै नि यो अगाडिको गाडी नि बर्दिया जाँदैछ सायद हामी यो के अरे कोलपुरको बस पार्क कतिजना छ नि हाडी चारवटा बस चढ्ने जाने अब यहाँ दुईवटा बाटो आयो गाई दुईटा बाटो आयो अब हामीलाई थाहा छैन ट्र्याक गर्नु पर्यो अब कसलाई सोध्ने त यो यताको मान्छे कसलाई सोध्ने होला कोलपुर चोक आइपुग्यो उता नेपालगञ्ज यता सुर्खेत अब हामी जाने सुर्खेत हो कि नेपालगञ्ज सुर्खेत नेपालगञ्जतिर होला नेपालगञ्ज त तल किन जाने हामी ए नेपालगञ्ज जानै पर्दैन भने त उसले नि सिधै होला उता गयो भने त सुर्खेत भयो फेरि बाइकको मान्छेलाई सोध्नु यो नानीलाई सोधौँ न बहिनीलाई बहिनीलाई के थाहा हुन्छ उहरू त अटो सोध्नु उसलाई ए नाङ्गेलाई अब भिडियो दिएर हेरेस यस्तो क्लिपहरू एकदम भाइरल हुने क्या दाइ हेलो दाइ यो बर्दिया जाने सिधै बाटो हो क्या त यही हो ए हुन्छ धन्यवाद बर्दिया भन्ने गीत लाउनु न मेरो त यार त्यसकोमा कनेक्ट छ त्यसलाई ल हामी बर्दिया प्रस्थान भयौँ है गाइस अब चाहिँ डाइरेक्ट हाम्रो वेट बर्दिया पुगेपछि होला सायद चोकबाट हामी बर्दियातिर लाग्दैछौँ बाटो चाहिँ राम्रै देखिरहेको छ अहिलेसम्म अब उता कस्तो है गाइस यो बर्दिया जाने बाटोको यसो वरिपरिको महलहरू चाहिँ देखाइदिएको मलाई चाहिँ हल्का लागेर अनि यसो देखाइदिएको हजुरलाई कस्तो लाउँछ अरूभन्दा यता रमाइलो रहेछ गाइस ल गाइस हामी चाहिँ अब यहाँ उखु खान उखुको जुस खान लाग्यो कुन ठाउँ हो यो
यो बैजनाथ आँट चाँदनी चोक बाँकेको उखु पेल्ने मेसिन चाहिँ यो रहेछ। अनि हाम्रो बनाउने भाइ चाहिँ यस्तो ह्यान्डसम छ। यता हेर त के खोज्न लाग्यो कस्तो बनाउँछ हेरौँ। अब टेस्ट पाएपछि चाहिँ हामी हजुरलाई सुनाउँछौँ। अनि पछि यता आउँदाखेरि यही जो सेन्टरमा बाबु भाइरल भइसक्यो अब भाइरल गाइस यही हो अब उखुको जुस हेर्दा त अब राम्रो देखेछ। यस्तो छ हेरौँ। तिमीले यहाँ के हाल्नु बनायो यहाँ भन्दै मिठो छ गाइस, मिठो छ यार। पहिला खाएको मिठो छ, मिठो छ जुस। यहाँ आउँदा चाहिँ आएर ट्राई गर्नु न एकचोटि होइन। भाइरल बनाइदिएला गाइज हामी फाइनल्ली हामी इन्ट्री राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेका छौँ। नेसनल पार्कभित्र चाहिँ हामी इन्ट्री गरिसक्यौँ गाइज। अब अहिलेसम्म खासै केही देखेको छैन। जनावर भनेको हामी 4 जना मात्रै छौँ यहाँ। अनि त्यो खिचिराख्नु क्या दाइ इन्सिडेन्ट पर्नु सक्छ नि त कहिले गाइज हामी यो बर्दिया राष्ट्रिय निकुञ्ज कटेर यो ठाकुरधारबाट चाहिँ यता भित्र छिर्यौँ। यो अलिअलि ठाकुरसँग चाहिँ मिल्दोजुल्दो रहेछ यताको भाइब्सहरू चाहिँ। अब उता हेरौँ कस्तो छ होइन। अब यताको चलपल होटल रिसोर्ट लजहरू यही हो ठाकुरधार जाने यताको वरिपरिको सराउन्डिङ्स यस्तै छ। रमाइलो छ हेर्दा। पुरा ठुलो फाँट छ यता पनि ठुलै फाँट छ। भाइब्सहरू चाहिँ रमाइलो भाइब्स दिन्छ। ल जङ्गल सफारीमा भेट्छौँ है त हामी गएछ। यता एकजना मसँग कम्पिटिसन गर्दै हुनुहुन्छ पछाडि हाम्रै साथीको पनि घर छ। उहाँलाई नि सबै गरेर ट्याप ट्याप गरिदिन्छ। ल गाइज हामी ठाकुरद्वार भन्ने यो ठाउँमा सायद ठाकुरद्वार भन्ने ठाउँमा चाहिँ आइपुग्यौँ। हल्का हेर्दा चाहिँ रमाइलो देखिरहेछ। अब हाट मेला यो मेला लागेको रहेछ। के किन्ने र खै नरिवलको जुस हो हामीले खास खोजेको। केही देखिएन। हाट मेला आनन्द सपिङ हान्यो कि टिसर्ट पाइन्छ। टिसर्ट सिसर्टहरू रहेछ। यहाँबाट एक झोला सपिङ हाल्यो घर लानु पर्दै के हो। माछा साछा लेट्स गो। ए यो गाइस ठाकुरद्वार भन्नेतिर हामी चाहिँ प्रवेश गरिसक्यौँ। द्वारा होइन द्वारा देखियो कि कन्फ्युजन छ। हाम्रो टाइगर सेल्फी लिनको लागि हामीसँग अलि खाना भएपछि चाहिँ ल एउटा टाइगरको चाहिँ स्ट्याचु पोर्ट्रेट बनाएको रहेछ। रामी नानी यहाँ पोज दिएर बसेछन्। यता मत्स्य पनि लगाइरहेछ। खै के को मत्स्य थाहा भएन। यता हो टाइगरले साइड लुक दिइरहेछ। डर पनि लगाइरहेछ तर मूर्ति हेर्नु हराउनुहोस्। ल अब अरू चाहिँ एउटा आएपछि यतै हो।